सो गाइज नेपालमा के देख्नु परेको नारा जुलुस पनि सडकमै र अब फिल्मको प्रमोसन पनि सडकबाट नै। सो गाइज सम्पूर्ण जानकारी तपाईलाई आज दिनेछौँ। यो एकदमै अनौठो किसिमको जुन फिल्मको प्रमोसन गर्ने तरिका बल्छी ध्रुवेले अपनाएका छन् नि तपाईलाई आज म देखाउँछु। यो सडकमा उत्रिसकेपछि उनी आफ्नो फिल्म गोबर गणेशको प्रमोसनका लागि सडकमा उत्रिसकेपछि त्यहाँ के घट्यो त के घटना घटे सम्पूर्ण जानकारी आजको भिडियोमा। सो गाइज पक्कै पनि भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। नेपाल भरिका हलहरुको लागि चाहिँ गोबर गणेश उडा अब सिधै अगाडि गरेर जोतिन्छ। ओहो यो छ यार तरिका यार। ला त यता ठोकिन्छ ठेलो गियर लगाऊ गियर सो गाइज पक्कै पनि तपाईहरुले बल्छी ध्रुवेको नाम त सुन्नु नै भएको होला। हल्का र मैलोको मुख्य पात्र भन्दा फरक नपर्ला। मरिचमान श्रेष्ठ उर्फ बल्छी ध्रुवेको नाममा मुभी पनि आउन लागेको छ। गोबर गणेश नाम राखिएको चलचित्र माघ 1 गतेबाट सार्वजनिक हुने क्रममा रहेको छ, जसको प्रमोसनका लागि उनी सडकमा नै उत्रिएका छन्। पाइलटको युनिफर्ममा को पाइलट, प्यासेन्जर र एयर होस्टेसका साथमा उनी सडकमै यसरी आफ्नो फिल्मको प्रमोसन गरिरहेका छन्। अनौठो किसिम अपनाएका बल्छीले आफ्नो फिल्मको प्रमोसनका लागि मेहनत गरिरहेको देखिन्छ। सडकदेखि घर घरसम्म सबैले फिल्मको बारेमा थाहा पाउन् भन्ने हेतुले नै उनी सडकमा उत्रेका हुन्। सो गाइज यस बारेमा तपाईको प्रतिक्रिया के कस्तो छ? आखिर उनी सडकमा उत्रेर यसरी प्रचार प्रसार गर्नु के सही हो? पक्कै पनि कमेन्टमा लेख्न नभुल्नुहोला भन्दै गुड बाई।